नमस्कार। म चाहिँ अहिले यो टिभी हालेका देश जितेका भन्ने क्याम्पेनमा काम गर्दैछु र मैले अहिलेसम्म धेरै पेसेन्टहरूसँग काम गरिसकेँ र अहिले फिलहाल चाहिँ म 2 जना पेसेन्टसँग काम गर्दैछु। उहाँको कस्तो ग्रिभियान्सेस रहेछ यो विषयमा अब हामी वहीँबाट सुनौँ है। मेरो सानो परिवार छ र मलाई टिभी लागेपछि मलाई गाउँले नै टाढा टाढा गर्न थाल्यो। मेरो नाम भूपाल हो र म रेस्टुरेन्टको ओनर हो र जबदेखि मलाई धेरै खोकी लाग्यो, वेट लस भयो, त्यस पश्चात मलाई थाहा भयो कि मलाई टिबी भयो भनेर। र त्यस पश्चात त मेरो रेस्टुरेन्टमा कोही पनि आउनु छोड्यो। मेरो रेस्टुरेन्ट या मलाई देख्ने साथ मान्छेहरू पर भाग्न थाले। र हामीले उहाँहरूको स्टोरी सुन्यौँ मैले। र अब यो टिभीबाट कसरी छुटकारा पाउने त उहाँहरूबाटै हामी सुनौँ है। टिभी त लुकाएर राख्ने कुरा होइन रहेछ। यसको विषयमा त खुलेर कुरा गर्नुपर्ने रहेछ। आज म स्वस्थ छु र काम गरि नै रहेको छु। टिभीको कुरा गर्नु पर्दाखेरि चाहिँ जति पनि टिभी अवेरनेस प्रोग्राम हुन्छ हामीले त्यसमा भाग लिनुपर्ने रहेछ। अनि जति पनि टिभी पेसेन्टहरूलाई चाहिँ हामीले छिचिदुर गर्नु हुँदैन, उहाँहरूलाई सपोर्ट गर्नुपर्ने रहेछ। देख्नुभयो त, आत्तिनु पर्ने कुरा केही छैन। हामीले एउटै कुरा याद राख्नुपर्छ कि टिभी चाहिँ उपचार योग्य छ। टिभी हालेगा देश जितेगा।